हेलो नमस्ते गाइज वेलकम छ मेरो च्यानलमा सबैलाई नमस्कार है ल मेरो नयाँ च्यानल सबैले सब्स्क्राइब गरिदिनु होला ल हाम्रो म्युजिक भिडियोको लागि मैले एउटा ब्लग बनाएको छु सबैले सब्स्क्राइब गरिदिनु होला सबैले साथ र सपोर्ट दिनु होला वसुन्धरामा छौं है हामी आज शनिबारको पुरा के रे आज शनिबारले गर्दाखेरि सबै पुरै बन्द रहेछ है तर सुनसान छ सुनसान एकदम धेरै हल्ला छैन एकदम बस्नलाई आनन्द ल यहाँ एउटा मन्दिर पनि छ एउटा म्युजिक टक्क म्युजिक गाएर चट्ट आनन्दले बस्ने ठाउँ र म्युजिक चाहिँ आनन्दको हुनु पर्यो बस्न पनि एकदम आनन्द लाग्ने छ है गाइस मैले अब मन्दिरभित्र जाने प्लान गर्दैछु मन्दिरमा कस्तो रहेछ हेरौँ है त स्कुल पनि छ है मन्दिरमा पिपल बोट है नानीहरू पनि खेल्दा रहेछ ल मन्दिर रहेछ हाम्रो मन्दिर सफा व्यवस्था पनि गरौँ भनेर अनि सबैले रहेछ मन्दिर सबैले मन्दिरले पनि यसरी दर्शन गरिदिउँ हाम्रो मन्दिर बुद्धको मूर्ति पनि बुद्ध भगवान पनि हुनुहुन्छ ओम मन्ने पेम्बे हुँ Hey guys, people boat. Wow. अनि अब बच्चाहरू यहाँ हाम्रो नयाँ म भुल्न सक्दिनँ जहाँ जाऊँ तिम्रो याद आइरहन्छ तपाईँहरूलाई म लोकेसन दिन्छु बर्गर हाउस पनि छ यता है आई लभ म्युजिक सबैलाई सब्स्क्राइब गर्नु होला सबैलाई वेलकम छ मेरो च्यानलमा सबैले साथ र सपोर्ट दिनुपर्छ र सबैले साथ र सपोर्ट दिइराख्नु होला पनि जस्तै अझ राम्रो राम्रो म्युजिक भिडियोहरू पनि आउनेछ म्युजिकहरू पनि पहिलो हाँसो पहिलो भोट सबै याद छ हिजोबाट ओ माय गॉड कति आनन्दको मौसम भएको छ अहिले एकदम दामी
जाँदैछौँ। सबैलाई वेलकम छ। अब हामी पुग्न लागिने क्रममा छौँ। तालमा सैली डङ्गा साला हामी अब लगभग पुग्न लागेको ठाउँमा छौँ है गाइज। यहाँ फर्निचरको सामानहरू पनि रहेछ सबैले। तिमी जस्तो छैन कोही सुन्दरताको धनी। यहाँ खतरा एउटा होटल बनाउनु लागेको छ है, खतरा होटल बनाउनु लागेको छ यहाँ। ल हामी यहाँ एउटा चोकमा आइपुग्यौँ। के भन्छ यो चोकलाई? हेलो, दाहाल गाउँ अरे। खै पहिला दाहालले बस्थ्यो होला पक्कै पनि। यहाँ दाहालहरूको कम्युनिटी होला धेरै, अलिक क्राउड भएको पहिला, त्यो कारणले यहाँ दाहाल चोक भनेर नाम पनि हाम्रो एड भएको छ। हाम्रो यहाँ यो एमालेको मान्छेहरू जम्मा हुँदै रहेछ। सबै एमालेको मान्छेहरू जम्मा हुँदै रहेछ। ल आज यहाँ केही न केही आन्दोलन अथवा केही कार्यक्रम होला जस्तो छ। एमाले भनेको चाहिँ खोइ के भन्ने, अब मलाई सबैभन्दा मन नपर्ने हो, राम्रो काम पनि गर्दैन। हामी अब के भन्दा पार्टीकोतिर भन्दा नि हामी चाहिँ यहाँ के अरे म्युजिक लाइफमा छिरेको छौँ। र सबै हामी यहाँ घर दैलो पनि रहेछ एउटा। तपाईँहरूलाई सबै देखाउने छु के छ हाम्रो धापसी वसुन्धरातिर। ल अघि भन्नुभएको थियो माझे कहाँ छ भन्नुभयो, माझे पनि आइपुग्नु लगभग हामी आइसक्यो पनि हामी माझे। ल यो माझे है, यस्तो खतरनाक छ। वाइट भिल्ला पनि छ। ल माझे भनेको चाहिँ यो। ल दामी छ। म पहिला गएको थिएँ यहाँ अस्ति न, खानेकुरा नै मिठो छ। अब हामी स्टारमा 3 स्टारमा जाँदैछौँ। यहाँबाट 3 स्टार हुँदै हामी ग्रिन लाइनतर्फ लाग्नेछौँ।
लगभग अब आइपुग्यौँ। स्टार फुड्स कम्पनी कहाँ छ भन्नु होला, 3 स्टार फुड्स कम्पनीमा छ। स्टार कम्पनी वाउ, स्टार फुड कम्पनीमा हर किसिमको पुरा भर्खर तयारी मासु, पाकेको मासु सबै पाउने रहेछ। हामी ग्रिनल्यान्डतर्फ लाग्नेछौँ। हेलो गाइस, सबैलाई वेलकम है मेरो च्यानलमा। सरी हामी अब यहाँ हेलो नमस्ते दामी ठाउँ छ हौ, एकदम सफा चाप फोहोर पनि छैन। हाम्रो आज यात्रा यही तरकारी बजारसम्मको हो। राइडरहरू आज कम्पिटिसन छ, शनिबारको दिन भएर। अब तरकारीमा के छ त, सब्जी माई गॉड सबै रहेछ ल। हामी आजको यात्रा यहाँसम्म थियो, अब यहाँबाट रिटर्न कम ब्याक हुनेछौँ। हाम्रो च्यानलको नाम चाहिँ हाम्रो म्युजिक नेपाल च्यानल हुनेछ। हाम्रो म्युजिक नेपालमा सबैले सब्सक्राइब गर्नु होला, सबैले साथ र सपोर्ट दिइराख्नु होला। ल मैले एउटा मासु पनि किनेर ल्याएको छु, यहाँ मासु बफको।
ल आज वाउ यहाँ त पुरा एकदम सानो बाटो रहेछ। फेरि हामी 3 स्टारमा आइपुग्यौँ। हेलो यहाँ हाम्रो ऊ पनि रहेछ ल कुकुर पनि रहेछ। हेलो पप्पी। 3 स्टारमा फेरि कम ब्याक। यहाँ एउटा ठुलो कम्पनी खोल्दैछ यहाँ पनि। म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु, तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु। यहाँ सफा छ। वाउ यो ठाउँ आनन्दको हेर्नु त। वाउ फेरि नगर मायालु फेरि नगर मायालु। हेलो गाइज, म चाहिँ हाम्रो म्युजिक नेपालमा आयो हामी फुलहरूसँग। है गाइज हामी मासु पनि लिएर छौँ। हेलो आज हामी एकदम मासु पकाएर इन्जोय गर्नेछौँ। मासु खानुपर्छ है गाइज। फुल पनि त्यस्तो आनन्द सुनसान, धेरै हल्ला पनि छैन। यहाँ त हामी बस्नको एकदम लायक। हामी अब आइपुग्यौँ मेरो ठाउँमा।